त साथीहरू हो यहाँ चाहिँ एकदमै आज राति चाहिँ बाटो खुल्ला हुन्छ नि त यहाँ स्पिड पनि चेक गरेर आउँदैन अनि यतिखेर चाहिँ चलाउने एकदम मजा हुन्छ हो ल साथीहरू आज राति एयरपोर्ट गइयो कस्तो हुन्छ हेरौँ साथीहरू हो ल पार्सल लिएर सट्ट म फर्किने छु साथीहरू खुल्ला छ आनन्द छ बेलुका चाहिँ दिउँसो चाहिँ हो यहाँनिर यस्तो जाम होइन रिसै उठ्ने ल धुलो त अझै रहेछ यार तर के गर्नु अहिले पानी पनि नि अब गाडी कतै कुद्छ होइन यो अस्तिको ठिक थिएछ यार यो मेरो ग्लास अहिलेको त्यो नयाँ हेलमेटको नि बेलुका कस्तो नदेखिने यार धुलो त नाइट भिजनै हो होइन ल त साथीहरू अहिले म गोर्खा आइपुगेँ होइन गोर्खा आइपुगेँ हो यहाँ गोर्खुमा चाहिँ कामहरू भइरहेछ नि त यो अझै सकेको छैन अस्ति के विवाद चल्यो भनिरहेको थियो होइन मापदण्ड पुगेन के भनिरहेको थियो यहाँ चाहिँ बाइकको लागि कता छ ल त साथीहरू फाइनल्ली म चाहिँ होइन एयरपोर्ट आइसकेँ बाइक पनि पार्किङ गरिसकेँ हो ल यहाँ चाहिँ होइन यस्तो देखेको छ अहिले चाहिँ होइन राति सबै वेटिङमा यहाँ चाहिँ राति सबैजना आफ्नो मान्छेहरूको वेटिङमा चाहिँ बसिरहेको छ होइन हेलो सरले हेलो म आयो एयरपोर्टमा सामान लिन मान्छे आयो दिने सुतेछ कि ए ल मोबाइल दिने दिने ल केही खजुर चक्लेट ल्याएको छ भने दिने अलि ल खगेन्द्रको सामान सबै दिने चक्लेट दिने कि नदिने सोध्नु ल ल भयो नि त यति भयो त होइन चक्लेट पनि दिने रे अलि अहिले कहाँ पुग्ने तपाईँ चाहिँ पछि कहाँ पुग्ने होइन अहिले मात्र रहेछ कुन अर्को चाहिँ भन्नुभएको चाहिँ पुरा गर्नुहोस् त त्यसको म चिन्दैन त फेरि दिएको छैन कि अब भर्खर भेटेको अनि दाइलाई भनेको यता मान्छेसँग कुरा गरेपछि मात्रै दिन्छु भन्नुभयो क्या अनि त्यो भएर हो त्यो लिम्बू आएको थियो मेरो दोकानमा खगेन्द्र भाइ खोइ त सामान दिने मान्छे तपाईँ हो त खगेन्द्र आएको थियो लिम्बू आएको थियो तपाईँ त आएको थिएन मेरोसँग आएको थिएन नि त सामान तपाईँको हो फेरि उहाँ फेरि म गयो फेरि मलेसियामा त फेरि भन्छ सामान दिएन भने त फेरि अप्ठ्यारो हुन्छ नि त्यसलाई के मलेसियामा खगेन्द्र भन्छ हाम्रो भाइलाई हाम्रै रुमको मान्छे हो ए भन्दै थियो हाम्रै रुमको मान्छे हो भन्दै थियो फेरि उसकोसँग कुरा गरौँ न अनि म दिइहाल्छ नि त सामान लिआयो हो सामान त दिनै पर्छ नि ए होइन सबै त्यहाँ हेर्नुहोस् न त्यहाँ तपाईँको फोटो सोटो सबै त्यही छ उहाँ हाम्रो सोल्टीसँगै क्यामेरामा त देख्यो फोटो देख्यो ल दाजु ल कतिवटा सामान हो सोल्टी सामान भन एउटा त्यो पहेँलोमा प्याक छ हजुर अनि त्यो पहेँलोमा प्याक भनेको तपाईँको खाली छ अनि एउटा मोबाइल छ अनि त्यहाँबाट के भन्दै थियो सोल्टी त्यो पुलिस अर्को सामानहरूमा खै के छ के सामान छ सामानको नाम भन न म दिन्छु सामान यो हो हजुर पहेँलोमा यही हो कभरहरू हजुर ल यो दुईवटा होला होइन सोल्टी एउटा यो पहिलोबाट प्याकिङ भएको छ होइन अनि अर्को चाहिँ के मोबाइल हो सोल्टी सबै कुन छ त्यो चाहिँ दुईवटा सामान पठाएको चाहिँ नजाने हो यहाँको सबभन्दा जुनियर मान्छे म नजिकको टिप गर्ने मान्छे यति हो सोल्टी अरू छ भन्दै जान्छ त्यो पनि हालिदिनुहोस् के छ सामान चाहिँ होइन के हो तेरो बच्चा जुनियर चाहिँ
जुनियर मान्छे हामी एयरपोर्टको सबभन्दा जुनियर मान्छे जुनियर मान्छे रे यो सामान भयो होइन मोबाइल उहाँ छैन यो खाली छ यो खाली छ कभर मात्र होस् मोबाइल मेरो साथमा यो चाहिँ हाल्दै गरौँ होइन अब ढिलो नि भइसकेको छ यो खगेन्द्रको हो यो खगेन्द्रको है त्यही त अलि उता सर खाली ठाउँमा राखौँ जति देर बसे नि हुन्छ कि अनि यो गाडी निकाल्नु पर्छ यहाँ राख्ने अनि यो भयो होइन एउटा अनि यो मोबाइलको कभर सेन्टको डब्बा छ ल सामान यति नै खगेन्द्रको यो चक्लेट हो यो सेन्टको डब्बा हो अनि त्यो पुलिस बहिनीको कि के को के सामान भन्नु त्यसैमा हो त्यसकै हो चक्लेट दिनुभयो एक प्याकेट ए हुन्छ एउटा सेन्टको डब्बा पुलिस बहिनीको यति नै होइन सोल्टी भनेपछि अब कभरहरू मोबाइलहरू लिनु भएन छोटी मोबाइल चाहिँ कुनमा छ मोबाइल यहाँ छ नि ए मोबाइल चाहिँ लोन निकाल्नुहोस् न ल यही मोबाइल हो देखाइदिए मोबाइल यही होइन सोल्टी आइफोन यही भयो होइन यति नै होला होइन ल सोल्टी चक्लेट अब दिनुभयो चक्लेट सबै भइसक्यो ल ल सोल्टी सबै भयो कि कहाँ गर्नु भैया 70 छ अब बिहान तक लिएर आवा कि आई नाइट पे होटल रहा सुबह गाड़ी उड़ी पकड़ के चल दिए हम टैक्सी पर पूरा आदमी भैया ये सावजी के होटल है यहाँ नजिक के अब हाइसो सब लागेर रहेछ भोर के 5 बजे ल दाइ ल्याइदिनु भयो धन्यवाद है ल घर राम्रोसँग जानु होला है अब घर त भोलिको गाडी छ सिधा 70 सिधा 70 5 बजे सामान सबै यति नै होला ल सोल्टी सामान पाइयो मन लाग्छ है त अब भैया ल हुन्छ हुन्छ ल ल हुन्छ सोल्टी ल मन लाग्छ अब। हुन्छ त्यो दाजुलाई पनि ल सम्झेको छ अरे भन्ने ल दाइलाई पनि यता सम्झेको छ अरे है ल ल ल ल दाइ राम्रोसँग जानु होला है हुन्छ ल हुन्छ सोल्टी ल त फाइनली साउन्ड पनि यही हो दाजुले निकै टाइम लगायो हो कि होइन भनेर यताउता भनेर हो अब एकछिन उयो भयो अब चाहिँ अब सामान पनि ल्याइसकेँ हो अब म लाग्नुपर्ने हुन्छ साथीहरू है जानुपर्ने हुन्छ हो त कहाँ पऱ्यो ल कुचेछ नि त 120 क्यास 100 मात्रै छ क्युआर हुन्छ हेर्नु ल अब फाइनली होइन 120 को आज बसेछ वेटिङ त धेरै नै बसिएछ ल साथीहरू अब म चाहिँ लागेँ हो अब जानै पर्ने हुन्छ ल यहाँको अवस्था चाहिँ यस्तो छ साथीहरू ल साथीहरू है म चाहिँ लागेँ हो अब चाहिँ अब लाग्नै पर्ने हुन्छ है ल साथीहरू आज फाइनली लगभग म होइन 11 भनेपछि 9 भनेपछि 12 भनेपछि 3 घन्टाको वेटिङ पछि मात्र होइन सामान पाइयो हो त्यस्तै हो क्या नेपालको अब भनेको टाइममै ल्याउनु हुँदैन कहिले के हुन्छ कहिले के प्रब्लम भइदिन्छ अनि त्यही भएर यस्तै हो साथीहरू है ल साथीहरू आज 12 बजिसकेको छ 12 बजेपछि मैले सामान रिसिभ गरिसकेँ हो ल साथीहरू आजलाई भिडियो यति नै फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ है त